सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो साथीहरू सधैँ चाहिँ आज पनि म तपाईँहरूको लागि एउटा नयाँ जब भ्याकेन्सीको अपडेट लिएर आइसकेको छु र यो अपडेट रहेको छ नेपाल राष्ट्र बैंक लिमिटेडको अनलाइन दरखास्त फारम भर्ने सम्बन्धी सूचना र यो सूचना चाहिँ भर्खरै आज मात्र प्रकाशन भएको हो। साथीहरू नेपाल राष्ट्र बैंकले देशैभरिबाट एकदमै भारी संख्यामा विज्ञापन खुलाइसकेको छ र यो भिडियोमा चाहिँ आज म तपाईँहरूलाई फर्म कसरी भर्ने, त्यसको लागि तपाईँहरूलाई आवश्यक न्यूनतम शैक्षिक योग्यता कति आवश्यक पर्दछ, फर्म कसरी अप्लाई गर्ने, कहिलेसम्म अप्लाई गर्ने, परीक्षा कहाँ हुन्छ, परीक्षा मिति कहिले लगायतका सम्पूर्ण तपाईहरुको जिज्ञासा चाहिँ यसै भिडियो मार्फत मेट्न गइरहेको छु। सो कृपया तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईहरुले यस्तै अन्य अपडेटको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सो साथीहरु ढिला नगरी अपडेट तर्फ लागौं। अनलाइन दरखास्त फारम भर्ने सम्बन्धी सूचना भनेर यो चाहिँ प्रथम पटक 2081 साल 12 महिना 15 गतेको दिन आजकै दिन प्रकाशन भएको सूचना हो र यहाँ के भनेको छ भने लोक सेवा आयोगको सहमति अनुसार यस बैंकको आर्थिक वर्ष 2081-82 को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका निम्न पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पद पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति 2081 साल 12 महिना 15 गतेदेखि चाहिँ अनलाइन दरखास्त फारम भर्न आह्वान गरिएको छ भनेको छ। बैंकले तोकेको अनलाइन दरखास्त फारम भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरि सोको साथ नागरिकताको प्रमाणपत्र र दरखास्त दिने पदको लागि तोकेको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र नेपाल बाहेक अन्य मुलुकबाट तपाईहरुले चाहिँ शैक्षिक योग्यता हासिल गर्नुभएको छ भने तपाईहरुले चाहिँ त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहको लागि चाहिँ तोकिएको प्रमाणपत्र र अनुभव चाहिने पदको लागि चाहिँ तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो दरखास्तका साथ चाहिँ एट्याच गर्नुपर्ने हुन्छ तपाईहरुले र तोकिएको शुल्क तिरेर मिति 2082 साल वैशाखको 4 गतेसम्म र दोब्बर दस्तुर तिरेर चाहिँ 82 साल वैशाखको 11 गतेसम्ममा चाहिँ अनलाइन फर्म भरिसक्नुपर्ने हुन्छ र म्याद भित्र चाहिँ तपाईहरुले दाखिला भएन भने नपुगी तपाईहरुले दरखास्त दिनुभयो भने चाहिँ त्यो कारबाही हुने छैन र मान्य पनि हुने छैन र झुटा विवरण उल्लेख गरी अनलाइन दरखास्त फारम भरेमा चाहिँ तपाईहरु स्वयं जिम्मेवार हुनुपर्ने हुन्छ र यसलाई मैले सर्टकटमा सरसर्ती भन्दै तपाईहरुले चाहिँ अनलाइन फर्म भर्नुपर्ने हुन्छ। फिजिकली गएर भर्न पाउनुहुन्न र अनलाइन फर्म भर्ने तरिका पनि म भनिदिहाल्छु। यदि तपाईहरु घरै बसी अनलाइन फर्म भर्न चाहनुहुन्छ भने तपाईहरुले यहाँ देखाइरहेको हाम्रो फेसबुक एचडी सेवामा गएर डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ, जसको लिंक चाहिँ यसै भिडियोको डिस्क्रिप्सनमा नि रहेको छ। तपाईहरुलाई चाहिँ हाम्रो टिमले सर्टेन चार्ज लिएर तपाईहरुको अनलाइन फर्म दिने व्यवस्था मिलाएका छौं। सो ब्याक टु द भिडियो साथीहरु, तपाईहरुले चाहिँ अनलाइन फर्म भर्नुपर्छ भनिहाले। त्यसैगरी तपाईहरुले चाहिँ दरखास्तको साथ फारमहरु भर्दाखेरि तपाईहरुले चाहिँ आफ्नो नागरिकताको अगाडि पछाडीको फोटो, तपाईहरुको न्यूनतम शैक्षिक योग्यता, विदेशी देशमा पढेर आउनु भएको छ भने चाहिँ त्रिभुवन विश्वविद्यालयबाट समकक्षता हासिल गरेको क्यारेक्टर सर्टिफिकेट, त्यसैगरी तपाईहरुको पासपोर्ट साइजको फोटो, दरखास्तहरु स्क्यान गरेर राख्नुपर्ने हुन्छ। पीडीएफ फाइल भनेमा पीडीएफ, जेपीजी फाइल भनेमा जेपीजी फाइलमा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ र तपाईहरुले जेठको 4 गतेसम्म सिंगल दस्तुर तिरेर फर्म भर्नु होला चाँडै, होइन भने चाहिँ तपाईहरुले जेठको 11 गतेसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्नुपर्ने हुन्छ। अब भने साथीहरु हामी यो विज्ञापन नम्बर, पद, तह, समूह र त्यसको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता के कति आवश्यक पर्दछ भन्ने कुरा सरसर्ती हेरौं। सिरियल नम्बर 1 र 2 मा रहेको छ पद प्रबन्धक खुला 2 जना, महिला 1 जना र उपप्रबन्धक खुला 1 जना माग गरिएको छ र यसको लागि न्यूनतम शैक्षिक योग्यता भिडियो पज गरेर पढ्नु होला। यो चाहिँ अलिकति माथिल्लो लेभलको पदहरु भएकोले मैले छिटो भनेको हो। र 3 नम्बरमा रहेको छ सहायक प्रबन्धक, यो चाहिँ तह 6 हो, खुला 19 जना, महिला 5 जना, आदिवासी जनजाति 5 जना, मधेसी 3 जना, दलित 2 जना, अपाङ्ग 1 जना र यसको लागि न्यूनतम शैक्षिक योग्यता चाहिँ तपाईहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र मानविकीमा चाहिँ न्यूनतम स्नातकोत्तर भनेको मास्टर्स पास गरेको हुनुपर्ने छ। यहाँ चाहिँ एकदमै भारी संख्यामा माग गरेको छ। मास्टर्स पास गरेको दाइ दिदीहरुलाई यो भिडियो शेयर गर्न सक्नुहुन्छ। त्यसैगरी चौथो 4 नम्बरमा रहेको छ सहायक प्रबन्ध अन्तर्गत, यो चाहिँ तह 6 हो साथीहरु। यसको लागि चाहिँ खुला 4 जना, महिला 2 जना र आदिवासी जनजाति 1 जना माग गरेको छ र यसको लागि चाहिँ न्यूनतम शैक्षिक योग्यता भनेको मान्यता प्राप्त शिक्षण संस्थाबाट तपाईहरुले सीए, एससीसीए उत्तीर्ण गरेको हुनुपर्ने छ। अब भने साथीहरु हामी प्रदेशगत विज्ञापन सहायक पदको लागि हेर्ने छौं। सबैभन्दा सुरुमा रहेको छ 1 नम्बरमा कोशी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको लागि पद सहायक, तह 4 हो, खुला 2 जना, महिला 1 जना, मधेसी 1 जना, अपाङ्ग 1 जना र पिछडिएको क्षेत्र 1 जना माग गरिएको छ। त्यसैगरी मध्य प्रदेशको लागि सहायक चौथो नै, खुला 9 जना, महिला 2 जना, आदिवासी जनजाति 2 जना, मधेसी 2, दलित 1 जना माग गरिएको छ। त्यसैगरी 3 नम्बरमा रहेको छ बागमती प्रदेशको लागि खुला 13 जना, महिला 3 जना, आदिवासी जनजाति 3 जना, मधेसी 2 जना, दलित 1 जना र पिछडिएको क्षेत्र 1 जना र 4 नम्बरमा रहेको छ गण्डकी प्रदेशको लागि सहायक चौथो नै हो, यो खुला 6 जना, महिला 2 जना, आदिवासी जनजाति 2 जना, मधेसी 1 जना र यो चौथो लागि सबै प्रदेशको लागि चाहिँ तपाईहरुको आवश्यक न्यूनतम शैक्षिक योग्यता भनेको मान्यता
प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनु पर्यो, तपाईहरुले ब्याचलर पास हुनु पर्यो। त्यसैगरी 5 नम्बरमा रहेको छ लुम्बिनी प्रदेशको लागि सहायक चौथो तर्फ खुला 9 जना, महिला 3 जना, आदिवासी 2, मधेसी 2 र अपाङ्ग 1 जना गरिएको छ। त्यसैगरी 6 नम्बरमा रहेको छ कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूको लागि खुला 9 जना, महिला 3, आदिवासी जनजाति 2, मधेसी 1, अपाङ्ग 1 र पिछडी क्षेत्र 1 र अन्तिम 7 नम्बर प्रदेशमा रहेको छ सुदूरपश्चिम प्रदेश अन्तर्गत चाहिँ सहायक खुला 3, महिला 1, आदिवासी जनजाति 1, मधेसी 1 गरेर चाहिँ देशैभरिबाट एकदमै भारी संख्यामा सहायक पदहरू माग गरिएको छ। त्यसैगरी साथीहरु यहाँ अन्तिममा देख्न सक्नुहुन्छ प्रदेशगत विज्ञापन सहायक आईटी पदको लागि भनेर यो चाहिँ बागमती प्रदेशको लागि मात्रै माग गरिएको छ। यो चाहिँ आईटी को लागि तह 4 हो। यसको लागि चाहिँ महिला 1 जना माग गरिएको छ, जसको लागि चाहिँ न्यूनतम शैक्षिक योग्यता भनेको चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधिमा न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनु पर्यो। तपाईहरुले चाहिँ आईटी क्षेत्रमा ब्याचलर गरेको हुनु पर्यो। र अब भने साथीहरु तपाई हामी सबैजनाले भर्न मिल्ने पद आइसकेको छ। यो चाहिँ प्रदेशगत कनिष्ठ सहायक गोल्ड टेस्टर पदको लागि हो। कनिष्ठ सहायक चाहिँ तपाई हामी सबैजनाले भर्न मिल्छ, जसको लागि चाहिँ न्यूनतम शैक्षिक योग्यता 10+2 भनेको 12 पास गरेको हुनुपर्ने छ, जुनसुकै संकाय अथवा जुनसुकै फ्याकल्टीबाट भए पनि। र 1 नम्बरमा रहेको छ सेवा गर्नुपर्ने कार्यालय भनेको बागमती प्रदेश अन्तर्गतका कार्यालयहरूमा विज्ञापन नम्बर 34 रहेको छ र कनिष्ठ सहायक पद हो। यो तह 3 हो र यसको समूह चाहिँ खुल्लातर्फ 4 जना, महिला 1 जना, मधेसी 1 जना र पिछडीको क्षेत्र 1 जना माग गरिएको छ। त्यसैगरी 2 नम्बरमा रहेको छ गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूमा कनिष्ठ सहायक खुल्ला 1 जना, त्यसैगरी महिला 1 जना र मधेसी 1 जना। त्यसैगरी 3 नम्बरमा रहेको छ लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूको लागि कनिष्ठ सहायक खुल्ला 3 जना, महिला 1 जना, आदिवासी जनजाति 1 जना र दलित 1 जना। त्यसैगरी कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूको लागि चाहिँ कनिष्ठ सहायक खुल्ला 2 जना, महिला 1 जना र मधेसी 1 जना गरेर चाहिँ एकदमै भारी संख्यामा माग गरेको छ। कनिष्ठ सहायक तह 3 भए पनि तपाईहरुको लागि सेवा सुविधाहरू चाहिँ एकदमै राम्रो हुन्छ बैंकमा। त्यही भएर तपाईहरुले चाहिँ जो +2 पास गरेर बसिरहनु भएको छ तपाईहरुले आफ्नो साथीहरुलाई पनि यो भिडियो शेयर गर्नु होला, आफूले पनि फर्म भर्नु होला। सो साथीहरु अब भने हामी विज्ञापन सम्बन्धी अन्य जानकारी हेरौं। 1 नम्बरमा के भनेको छ भने समावेशी समूहको लागि छुट्याएको पदमा देहाय बमोजिम हुने गरी अनलाइन दरखास्त दिनुपर्ने छ भनेको छ। तपाईहरुले यो भिडियो पज गरेर पनि पढ्न सक्नुहुन्छ, तर म तपाईहरुलाई सरसर्ती भनिदिन्छु। यदि तपाईहरुले चाहिँ आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्रमा चाहिँ फर्म भर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले चाहिँ आफ्नो सिफारिस लिएर आउनुपर्ने हुन्छ। प्रमाणित गरेको प्रमाणपत्र चाहिँ आफ्नो जिल्ला प्रशासन कार्यालय अथवा कुनै निकाय जहाँबाट प्रमाणित गर्नुपर्ने हो त्यो निकायले चाहिँ प्रमाणित गरेको चाहिँ कागजात अनिवार्य अपलोड गर्नुपर्ने हुन्छ। त्यसैगरी साथीहरु बुदा नम्बर 2 मा रहेको छ सेवाको किसिम चाहिँ थाहै हो, तपाईहरु स्थायी भएर काम गर्ने हो सधैँभरिलाई। त्यसैगरी तलब तथा अन्य सेवा सुविधा भनेको चाहिँ बैंकको चाहिँ तलब सेवा सुविधा तपाईहरुलाई भनिरहनु पर्दैन होला, एकदमै राम्रो हुन्छ। त्यसैगरी उम्मेदवारको उमेरको हद भनेको चाहिँ अनलाइन दरखास्त दिने अन्तिम मिति 2082 साल वैशाखको 4 गतेसम्ममा चाहिँ तपाईहरु सीए पदको लागि, प्रबन्धक पदको लागि चाहिँ 21 वर्ष पुरा भएर 45 वर्ष नआएको र सहायक प्रबन्धकको हक पनि सेम रहेको छ। र सहायक आईटी पदको लागि र कनिष्ठ सहायक गोल्ड टेस्टर जुन चाहिँ तपाई हामी सबैजनाले भर्न मिल्ने पदको लागि चाहिँ उमेरको हद भनेको तपाईहरु 18 वर्ष पुरा भएर 45 वर्ष नआएको हुनुपर्ने छ। र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा चाहिँ माथिल्लो हद 40 वर्ष नआएको बैंकको बहालवाला स्थायी कर्मचारी, यदि तपाई चाहिँ बैंकमै कार्यरत कर्मचारी हो भने तपाईहरुलाई उमेरको हद लाग्दैन। र उम्मेदवारको छनौट विधि भनेको चाहिँ तपाईहरुको लिखित परीक्षा र अन्तर्वार्ता हुन्छ र तह 3 कनिष्ठ पदको हकमा भने प्रयोगात्मक परीक्षा समेत हुन्छ। र 6 नम्बरमा रहेको छ अन्य सेवा शर्त भनेको छ नेपाल बैंक लिमिटेडको कर्मचारी सेवा विनियमावली 2079 बमोजिम कार्य गर्नुपर्ने हुन्छ। त्यसैगरी परीक्षण काल अवधि भनेको 1 वर्ष, महिला कर्मचारीलाई भने 6 महिनाको हुन्छ। र परीक्षा दस्तुर भनेको चाहिँ अब प्रबन्धक र सहायक प्रबन्धक पदको लागि तपाईहरुले 1000 रुपैयाँ बुझाउनु पर्ने हुन्छ र अरु अन्य पदहरु र थप समावेशीको लागि चाहिँ 400 रुपैयाँ बुझाउनु पर्ने हुन्छ। र तपाई हामीले भर्न मिल्ने सहायक पद र कनिष्ठ सहायक पदको लागि चाहिँ रु 800 रुपैयाँ खुल्ला तर्फ र तपाईहरुले थप समावेशी समूहतर्फ अब महिला, आदिवासी जनजाति भर्दै हुनुहुन्छ भने चाहिँ रु 200 रुपैयाँ बुझाउनु पर्ने हुन्छ। र रिट नपुगेको कारण अस्वीकृत भएको आवेदनको परीक्षा दस्तुर चाहिँ पछि फिर्ता हुँदैन, त्यही भएर फर्म भर्दा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यसैगरी बुदा नम्बर 9 मा रहेको छ परीक्षा दस्तुर बुझाउने प्रक्रिया भनेको चाहिँ तपाईहरुले अनलाइन फर्म भरिसकेपछि अनलाइनबाटै कनेक्ट आइपीएस, ई-सेवा, फोन पे, खल्ती युज गरेर पनि पैसा तिर्न सक्नुहुन्छ। त्यसैगरी बुदा नम्बर 10 मा रहेको छ उपरोक्त पदहरुको लागि चाहिँ लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ र जसको चाहिँ लिखित परीक्षा कार्यक्रम परीक्षा केन्द्र चाहिँ 25 सूचना प्रकाशन गर्छ लोकसेवाले, जुन चाहिँ म यसै हाम्रो फेसबुक पेजमा पनि राख्नेछु। त्यसैगरी 11 नम्बरमा रहेको छ छनौट भई नियुक्ति गरेका कर्मचारीहरूले बैंकले खटाएको जुनसुकै कार्यालय शाखामा पनि गएर काम गर्नुपर्ने हुन्छ। र
त्यसैगरी 12 नम्बरमा रहेको छ सहायक र कनिष्ठ सहायक पदहरूको लिखित परीक्षामा सफल हुने उम्मेदवारहरूलाई अन्तर्वार्ताको समय सम्बन्धित प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूको शाखागत छनौट सूची प्रदान गरिनेछ। त्यसैगरी अन्य कुराहरू चाहिँ तपाईहरुले भिडियो पज गरेर पढ्न सक्नुहुन्छ। 13 नम्बरमा रहेको छ एकभन्दा बढी विज्ञापन अनलाइन दरखास्त फारम भर्दा प्रत्येक विज्ञापनको अलग-अलग नै दस्तुर तिर्नुपर्ने हुन्छ र 14 नम्बरमा रहेको छ दरखास्त फारम भर्दा चाहिँ नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np को करियरमा गएर अप्लाई फर भ्याकेन्सी बटनमा क्लिक गरेर त्यहाँ निर्देशन अनुसार भर्नुपर्ने हुन्छ। जुन वेबसाइटको लिंक चाहिँ मैले यसै भिडियोको डिस्क्रिप्सनमा नै राखिदिएको छु। र 15 नम्बरमा रहेको छ लिखित परीक्षाको पाठ्यक्रम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np को करियर ट्याबमा राखिएको छ। यो लिंक पनि मैले यसै भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु, गएर हेर्न सक्नुहुन्छ। अब भने चाहिँ हामी भिडियोको अन्तिम आइसकेका छौँ। यो अन्य कुराहरू चाहिँ तपाईहरुले भिडियो पज गरेर पनि पढ्न सक्नुहुन्छ। र 18 नम्बरमा भनेको छ एउटा पदको लिखित परीक्षा सबै प्रदेशमा एकै मिति र एकै समयमा सञ्चालन हुन्छ। र 19 मा रहेको छ दरखास्त सम्बन्धी कुनै जानकारी लिनु परेमा यहाँ रहेको इमेल अथवा फोन नम्बरमा कल गरेर पनि बुझ्न सक्नुहुन्छ, अथवा हामीलाई पनि तपाईहरुले डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ अथवा कमेन्ट गर्नु होला। भिडियो कस्तो लाग्यो, राम्रो लागेमा राम्रै कमेन्ट, नराम्रो लागेमा सुझाव दिनु होला। सो थ्यांक यू एभ्रीवन।